सशस्त्र प्रहरी बल एपीएफ नेपाल सम्बन्धी 25 वटा महत्त्वपूर्ण प्रश्न उत्तर। प्रश्न नम्बर 1, नेपालमा सशस्त्र प्रहरी बलको कति युनिटहरू छन्? उत्तर, सशस्त्र प्रहरी बलका विभिन्न बटालियन, गुल्म र बोर्डर आउटपोस्ट बीओपी छन्। प्रश्न नम्बर 2, सशस्त्र प्रहरी बल नेपालका महिला प्रहरीहरूको सहभागिता कति छ? उत्तर, महिला प्रहरीहरूको संख्या बढ्दै गएको छ र उनीहरू विभिन्न शाखाहरूमा कार्यरत छन्। प्रश्न नम्बर 3, सशस्त्र प्रहरी बलको अफिसर कसरी बन्न सकिन्छ? उत्तर, लोक सेवा आयोग तथा अन्य खुला प्रतिस्पर्धात्मक परीक्षाबाट। प्रश्न नम्बर 4, सशस्त्र प्रहरी बलको इतिहास किन आवश्यक भयो? उत्तर, माओवादी विद्रोहको समयमा देशको आन्तरिक सुरक्षाका लागि आवश्यक ठानिएको थियो। प्रश्न नम्बर 5, सशस्त्र प्रहरी बलले अपराध अनुसन्धान गर्छ कि गर्दैन? उत्तर, मुख्य रूपमा अपराध अनुसन्धान नेपाल प्रहरीले गर्छ, तर आवश्यकता अनुसार सशस्त्र प्रहरी बल सहयोग गर्छ। प्रश्न नम्बर 6, सशस्त्र प्रहरी बल नेपालले खतरनाक अपराधी नियन्त्रणमा के भूमिका खेल्छ? उत्तर, विशेष सुरक्षा फौज, स्वाट तथा दंगा नियन्त्रण टोली मार्फत खतरनाक अपराधी नियन्त्रण गर्छ। प्रश्न नम्बर 7, सशस्त्र प्रहरी बलको बीओपी बोर्डर आउटपोस्ट भनेको के हो? उत्तर, सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती क्षेत्रमा स्थापना गरिएका सुरक्षा पोस्टहरू। प्रश्न नम्बर 8, सशस्त्र प्रहरी बल नेपालको स्थायी गठन कति छ? उत्तर, नवीनतम जानकारीका लागि वेब टुल प्रयोग गर्नुपर्छ। प्रश्न नम्बर 9, सशस्त्र प्रहरी बलमा तालिम प्राप्त गर्न कस्तो परीक्षा दिनुपर्छ? उत्तर, शारीरिक, लिखित, मनोवैज्ञानिक तथा अन्तर्वार्ता परीक्षा। प्रश्न नम्बर 10, सशस्त्र प्रहरी बलले बम डिस्पोजल कसरी गर्छ? उत्तर, विशेष तालिम प्राप्त बम डिस्पोजल टोलीद्वारा। प्रश्न नम्बर 11, सशस्त्र प्रहरी बलको कोस्ट गार्ड भूमिका के हो? उत्तर, सीमा तथा जलमार्ग सुरक्षा गर्न जल इकाइ सञ्चालन गर्छ। प्रश्न नम्बर 12, सशस्त्र प्रहरी बल नेपालमा विपद व्यवस्थापन कसरी गर्छ? उत्तर, भूकम्प, बाढी, पहिरो तथा अन्य विपदको समयमा उद्धार कार्य गर्छ। प्रश्न नम्बर 13, सशस्त्र प्रहरी बलको साइबर सुरक्षा शाखा छ कि छैन? उत्तर, हालसम्म विशेष साइबर शाखा छैन, तर प्रविधि अनुगमन गर्छ। प्रश्न नम्बर 14, सशस्त्र प्रहरी बलले लागू औषध नियन्त्रणमा भूमिका खेल्छ कि खेल्दैन? उत्तर, लागू औषध तस्करी रोक्न सीमा क्षेत्रमा कडा निगरानी गर्छ। प्रश्न नम्बर 15, सशस्त्र प्रहरी बलले सैनिक तालिम लिन्छ कि लिँदैन? उत्तर, अर्धसैनिक बल भएकाले विशेष सैन्य तालिम लिन्छ। प्रश्न नम्बर 16, सशस्त्र प्रहरी बलमा ड्रोन प्रविधि प्रयोग हुन्छ? उत्तर, हो, आधुनिक प्रविधि अन्तर्गत ड्रोन प्रयोग गरिन्छ। प्रश्न नम्बर 17, सशस्त्र प्रहरी बलले अन्तर्राष्ट्रिय अभ्यासहरूमा भाग लिन्छ? उत्तर, हो, विभिन्न अन्तर्राष्ट्रिय सुरक्षा अभ्यासमा भाग लिन्छ। प्रश्न नम्बर 18, सशस्त्र प्रहरी बलको बम डिस्पोजल रोबोट छ कि छैन? उत्तर, केही स्थानमा आधुनिक प्रविधि सहित बम डिस्पोजल रोबोट प्रयोग गरिन्छ। प्रश्न नम्बर 19, सशस्त्र प्रहरी बलका गस्ती दलको कार्य कस्तो हुन्छ? उत्तर, सीमा क्षेत्र र संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती गर्छ। प्रश्न नम्बर 20, सशस्त्र प्रहरी बलमा महिला प्रहरीको नेतृत्व कहाँसम्म पुगेको छ? उत्तर, महिला प्रहरीहरू अधिकृतदेखि उच्च तहसम्म पुगिसकेका छन्। प्रश्न नम्बर 21, सशस्त्र प्रहरी बललाई कुन कुन क्षेत्रका लागि परिचालन गर्न सकिन्छ? उत्तर, सीमा सुरक्षा, दंगा नियन्त्रण, आपतकालीन उद्धार, आतंकवाद प्रतिरोध आदि। प्रश्न नम्बर 22, सशस्त्र प्रहरी बलको हतियार कुन कुन प्रकारका हुन्छन्? उत्तर, अटोमेटिक राइफल, पिस्टल, शटगन, स्नाइपर, ग्रेनेड लन्चर आदि। प्रश्न नम्बर 23, सशस्त्र प्रहरी बलको विशेष इकाइहरू कुन कुन छन्? उत्तर, स्वाट, बम डिस्पोजल टोली, जल सुरक्षा इकाइ, डग स्क्वाड। प्रश्न नम्बर 24, सशस्त्र प्रहरी बलको भविष्य योजना के छ? उत्तर, आधुनिक प्रविधि अपनाउने, क्षमता विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय सुरक्षासँग सहकार्य गर्ने। प्रश्न नम्बर 25, सशस्त्र प्रहरी बलमा सामेल हुन इच्छुक युवाहरूलाई के सुझाव दिन सकिन्छ? उत्तर, शारीरिक र मानसिक रूपमा तयारी गर्नुपर्छ, दृढ आत्मविश्वास राख्नुपर्छ र राष्ट्र सेवाका लागि समर्पित हुनुपर्छ। यसरी सशस्त्र प्रहरी बल नेपाल राष्ट्रिय सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने संस्था हो।